साथीहरू, सबैभन्दा पहिले तपाईभित्र रगतको कमी छ कि छैन भनेर कसरी थाहा पाउने कुरा जानौं। यदि तपाईसँग रगतको कमी छ भने तपाई आफ्नो शरीरमा सबै समय थकित महसुस गर्नुहुनेछ। काम गर्न मन लाग्दैन र केही हिँडिसकेपछि सास फेर्न गाह्रो हुन्छ। साथै रक्त अल्प भएका मानिसहरूमा पनि क्याल्पिटेसन देखिन्छ, अर्थात् मुटुको धड्कन सामान्यभन्दा बढी छिटो धड्किन्छ। यसबाहेक कपाल झर्न थाल्छ, अनुहारको माथिल्लो भाग पहेँलो हुन्छ, आँखाको भित्री भाग सेतो हुन थाल्छ र यससँगै मानिसहरूको मनोदशा सबै समय चिडचिडा हुन्छ। साथीहरू, यदि तपाईमा यस्ता लक्षणहरू देखिन्छन् भने यसले तपाईमा रगतको कमी भएको सङ्केत गर्छ र एनिमियाको सबैभन्दा ठूलो कारण तपाईको शरीरमा आइरनको कमी हुनु हो। किनकि रगत बनाउन तपाईको शरीरलाई आइरन चाहिन्छ। त्यसैले सबैभन्दा पहिले तपाईलाई ध्यानमा राख्नुपर्छ र तपाईमा रगतको कमीलाई हटाउनको लागि धेरै महत्त्वपूर्ण छ कि तपाईको शरीरमा आइरनको कमी हुनु हुँदैन र यो आइरनको कमीसँगै तपाईले आफ्नो शरीरमा भिटामिन सी को कमी हुन दिनु हुँदैन। किनभने भिटामिन सी तपाईको शरीरमा आइरनको अवशोषणका लागि धेरै महत्त्वपूर्ण हुन्छ। यदि हाम्रो शरीरमा भिटामिन सी कम भयो भने त्यसको कारणले शरीरमा आइरनको अवशोषण हुँदैन र तपाई एनिमियाबाट ग्रस्त हुन सक्नुहुन्छ। प्राय जसो मानिसहरूले के गर्छन् कि तिनीहरू मात्र आइरनको ट्याब्लेट वा आइरनको सिरप सुरु गर्छन् र यसको बावजुद पनि उसले त्यो देख्छ रगतको अभावको एक कारण पूरा भइरहेको छैन कि उसले बाँकीलाई बेवास्ता गर्दछ। त्यसैले भिटामिन सी को अभाव तपाईद्वारा कहिल्यै बेवास्ता गर्नु हुँदैन। यदि तपाईलाई एनिमिया छ भने त्यसो भए तपाईले आफ्नो आहारमा अधिक भिटामिन सी भएर खाना समावेश गर्नुपर्छ। उदाहरणको लागि सुन्तला, अमला जस्तै फलहरू छन्। यी सबै चीजहरूभित्र भिटामिन सी धेरै मात्रामा हुन्छ ताकि तपाई तिनीहरूलाई प्रयोग गर्न सक्नुहुनेछ। वास्तवमा कागती तपाई 12 महिना पाउनुहुन्छ, त्यसपछि तपाई दिनमा 1 वा 2 पटक प्रत्येक दिन कागती पिउन सक्नुहुन्छ। भिटामिन सी को साथ तपाईले गाढा हरियो रङ भएको तरकारीहरू पनि सेवन गर्न सक्नुहुन्छ। गाढा हरियो रङको तरकारीभित्र केरोसिन छ र केरोसिनले तपाईको शरीरभित्र आइरनको कमी पूरा गर्दछ, जसले तपाईभित्र अत्यधिक रगत निम्त्याउँछ र यसको कमी पूरा हुन्छ। यदि हाम्रो शरीरभित्र कमजोरी र रगतको धेरै कमी छ भने हामीले केही सप्लिमेन्टहरू लिनुपर्छ जुन विशेष गरी यस उद्देश्यका लागि बनाइएको हो, जसले हाम्रो शरीरमा रगतको कमीलाई कम गर्छ र कमजोरी र थकानलाई पनि हटाउँछ। तपाईले भिटा 365 ट्याब्लेट प्रयोग गर्न सक्नुहुन्छ। साथीहरू, यसमा मल्टिभिटामिनका साथै 24 अत्यावश्यक मिनरल्स र एन्टिअक्सिडेन्ट पाउनुहुन्छ जसले तपाईको शरीरभित्रको कमजोरीलाई हटाउँछ, तपाईको भित्रको रगत पनि बढाउँछ र तपाईको थकान र तपाईको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ र तपाईको स्ट्यामिना बढाउँछ र तपाईको समग्र स्वास्थ्यमा सुधार हुन्छ र तपाईको रोग प्रतिरोधात्मक क्षमता पनि धेरै राम्रो हुन्छ। खाना खाएको 15 मिनेटपछि 1 ट्याब्लेट दिनमा 1 पटक प्रयोग गर्नुहोस् र यो ट्याब्लेट हजुरको शरीरमा रगतको मात्रा नि बढाउनेछ। म आशा गर्दछु कि तपाईलाई यो भिडियो मन पर्नेछ र तपाईले यो भिडियोबाट केही नयाँ सिक्नु भएको छ।